हेरे भएछ हामी हेरेर फेरि फेरि गाइज इट्स मी आलोक हजुरहरू हेर्दै हुनुहुन्छ आलोक भ्लग युट्युब च्यानल म अब काममा जान लाग्यो सिद्धार्थ स्कुलमा मैले ताइक्वान्डो सिकाउँछु त्यही जान लाग्यो अहिले अनि यो हेलमेट चाहिँ एप्रिलाको हो अनि मैले लाएर हिँड्ने हेलमेट चाहिँ आज दाइले लाएर जानुभयो मिन्दाइले यस्तै हो ल गाइज सबसे पहिला म चाहिँ पेट्रोल हाल्न जान्छु पेट्रोल सुक्को छैन पेट्रोल हाल्ने अनि त्यसपछि साथीको घर जान्छु प्र्याक्टिकल लिन भोलि हाम्रो भाइभा छ अनि भाइभामा बुझाउनको लागि प्र्याक्टिकल गरेर रातभरि बसेर गर्ने प्र्याक्टिकल लिन जान्छु अनि त्यसपछि बल्ल सिद्धार्थ जान्छु सही हो चाहिँ यहाँ सिद्धार्थ स्कुल आइसकेँ अब सिद्धार्थ स्कुल आएर उनीहरूको चाहिँ भोलि सिनियरको ग्रेडिङ छ एलिजा र सुस्मिताको भोलि चाहिँ उनीहरू रेड ब्ल्याक बेल्ट हुन्छ रेड ब्ल्याक अनि उनीहरूको चाहिँ 24 गते छ सिकिराख उनीहरू अनि उनीहरूको नि 24 छ नानीको नि 24 गते छ अनि बाबुको चाहिँ अर्को महिनामा हुन्छ होला अनि अरू चाहिँ एब्सेन्ट छन् यति हो आज प्रेजेन्ट भएको झगडा गरेको ट्याक्कै आयो झगडा गरेको यिनीहरू सो ल ओक्कर मागी त्यस्तो हुन्छ यस्तो होइन यस्तो हुन्छ यस्तै हो अहिले चाहिँ म सिद्धार्थ स्कुल हो बेलचोक यो चाहिँ सिद्धार्थ स्कुलको बस यो सिद्धार्थ स्कुल हेर्न सक्नुहुन्छ यता चाहिँ क्यान्टिन छ पहिला चाहिँ हामी ट्रेनिङ मैले पहिला त्यहाँ गराउँथेँ पहिला हाम्रो ट्रेनिङ त्यहाँ हुन्थ्यो कोर्टमा अनि अहिले त्यहाँ घाम छ नि त त्यही भएर यस्तो ठाउँमा गराउनु पऱ्यो यहाँ चौर नभएर यस्तो ठाउँमा ट्रेनिङ हुन्छ गाइज उनले चाहिँ पुम्से नम्बर 1 प्र्याक्टिस गरिरह ताइगो इल्जाङ अनि रेड बेल्टले फाल्जाङ यो नानीले गर्न पर्ने युगजाङ हो अनि तिनीहरूले यो दुईटाले गर्न पर्ने चाहिँ छिल्जाङ हो त आइजे दौडी 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 आगर खै मुक्को कहाँ गयो मुक्को कहाँ गयो खायो किन खायो मैले देखिरहेको किन खाएको यता कता राखिदिएँ यसको गाय हानिदिन्छु म किन खाएको तमीले नि हो त्यो 3टा हो कि 4वटा थियो होइन यहाँ चाहिँ निबिनिसा गाइस उनीहरूले चाहिँ कति गर्ने 5 ओजाङ गर्छ उनीहरूले स्ट्रेट नै चुम्बे उनीहरूले चाहिँ पुम्से नम्बर 5 ताईको ओजाङ गर्न ल सिजक बिर्सिनु भएन नानु बिर्सिनु भएन बेल्ट बाँध्न पर्छ नि तिनीहरूलाई बोलाएर लिएर आइज त दौडी सुस्मिता किक माथि हो कमा अब नानीहरूले पुम्सी गर्न ला कुन गर्ने 7 ल अब नानीहरूले ताइको छिल्जाङ गर्छ चुम्बे ताइको छिल्जाङ टु बी कन्टिन्यू सिजक सँगै हुनु पर्यो ब्याकग्राउन्डमा धेरै नोइज आयो गाइज त्यो नानीलाई घाँटीमा के हो भएछ आशिकालाई त्यही भएर खोक्दै गछ सुस्मिता के अरे रमान्या भद्रगोल भयो कमा हाँ
ल यो नानीले मेरो कपाल बाट्ने रे ल हेरौँ है त गाइज गुरुको यहाँ सिकाउने ठाउँमा अप्सरा बाहेक अरू कोही छैन के गर्नु सबै अप्सरा सरले माया गर्छ त हाम्रो यहाँ सो गाइज नानीले चाहिँ मेरो कपाल बाँधिदिने रे हेरौँ है कस्तो बाँध्ने रहेछ आशिकाले हेरौँ है हेरौँ आहा भाइ अनुहार आहा यो भाइ चाहिँ हेरेको ए नानी आएछ त हेरे भएछ हामी हेरेको हेर्न सक्नुहुन्छ टुप्पी देखाइन यता यता भ ए यहाँ टुप्पी देखिरह सिधा अभिनयमा बस्नु यहाँ सिका म्याडमले हामी सबै गुरुको चेला अवतार कपाल बाँध्नको लागि यहाँ गुरु थपले लायो हामीलाई प्लिज मेरो सेयर गरिदिनु होला नानी भयो धेरै लाउनु नमनाइले काट्नु गुरुको टुप्पी यहाँ गुरुको टुप्पी बनाइरहन् सबले यो म्यामले अब यस्तै बनाइदिएछन् के गर्ने बनाउने चाहिँ कलाकार हुने आशिका तामाङ ए बस्नेत के रे भयो जिस्काउनु हुन्न रोमन्याहरूको अवस्था गाइज गुरु मतिर फर्का ट्यापिनी यतापट्टि आएछ नि यतापट्टि आउँछ कि राम्रो के नानी ल बन्द भइसक्यो भिडियो रुकै यो बन्द गर न बनाउनु भएन एक्टिङ गराउनु भयो यो चाहिँ निकिसा श्रेष्ठको डान्स बाई निबिन्सा श्रेष्ठ सो गाइज उनीहरू चाहिँ गुड फ्राइडे मनाए आज गुड फ्राइडे मनाइदिउँ भनेर उनीहरूलाई आज मात्र मनाउँछ के यसो छोडिदिएको नत्र अरू दिन त यस्तो ट्रेनिङ गराउँछु नि ल गाइस त्यो बिचको चाहिँ एकदम डान्सर प्रो डान्सर हो गाइस यो रातो होइन यो फेरि यो वाउ वाउ हालिदिन्न तपाईँको फेरि भन त ल अब यिनीहरूको क्लास अप गरिदिनु लाग्यो गाइज यस्तै हो ल स्ट्रेट गाइज अब म घर जान लाग्यो ए घर माथिको हल जान लाग्यो हाकिम चोकको फिल्डले तिमीहरू दुइटै आइज वे यिनीहरू दुईजनाले गुरुको पिठे खान् पार्कोले पनि पिठे खान्छ गुरु बाटोबाट के गरिदिनेको हेर्नु न गाई चाहिँ बाटोबाट सुत्दै हिँडे ऊ त्यहाँ आयो छट्टाइसक्यो बाई बाई गरिदेऊ बाई बाई खाइदेऊ एउटा 100 रुपियाँको खजाना भेट्टाए छोडिदेऊ बाख्राले पात टिपिरहेको खानालाई छोडिदेऊ जामा बा गाइज एप्रिला चाहिँ यहाँ छ यसको चाहिँ यस्तो हो कि प्रब्लम यो पछाडिको हुन्छ नि यो सब हल्लियो कि यो भागै हल्लियो किन के प्रब्लम हो थाहा भएन यसको बडी सबै हल्लियो क्या
के अरे कुदाउनु नि मिलेन आनन्दले बिस्तारै हिँड्नु पऱ्यो म चाहिँ जान लाग्यो माथि हल पुगेछ देखाउँछु त्यहाँ गएपछि देखाउँछु अब माथिको भाग त्यहाँ गएपछि देखाउँछु गाइस म चाहिँ यहाँ हाकिम चोकको हलमा आइसकेँ अनि यतिकै चाबी झऱ्यो त्यही हाकिम चोकको हल आइसकेँ अनि यहाँ चाहिँ चेलाहरू चेला होइन त अनि गुरुको चेला त हुन्छ नि नानु यहाँ चाहिँ यो 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 जग्गा त्यो होइन अब ऊ त्यो लट्ठी खेलाइरहेको भाइले चाहिँ यो भाइले चाहिँ मलाई के हो खुवाउँछु भने योसँग पैसा छ अब त्यहीँ गएर पसल गएर भेट्छौँ है त यहाँ चाहिँ अब चाँडै 1-2 हप्ताभित्र म्याट हाल्ने कुरो छ यहाँ म्याट हाल्ने कुरो छ 1-2 हप्ताभित्र यो ओपनिङ भएको पनि धेरै भएन 1 महिना पनि भएन ओपनिङ भएको त्यो भएर म्याट नहालेको अहिले अब यता चाहिँ डल्फिन फन पार्क यता छ हेर्न सक्नुहुन्छ त्यो चाहिँ डल्फिन फन पार्कको तेरिका यो चाहिँ पारीको डल्फिन फन पार्क अनि यो चाहिँ हाम्रो भाइ उनीहरूले ट्राई गरिराखन् ट्राई गुड ट्राई गर कान्छ साइमन गर दिव्यान्स गुड गुड सो गाइज अब म चाहिँ घर आइसकेँ घर आएर लुगा नि खोलेन त्यतिकै छु अब लुगा खोलेर अनि त्यसपछि भ्लग एडिट गरेर भोलितिर शनिबारतिर हाल्छु होला अनि अब भातसात खाने त्यही हो रेस्ट गर्ने अनि भोलि चाहिँ हाम्रो भाइ रहेछ भाइ भएको लागि मैले एकाउन्टको सुक्को छु होइन अब भोलि एकाउन्ट र इङ्ग्लिसको छ इङ्ग्लिसको बुझाइसकेँ अनि एकाउन्टको चाहिँ अब गर्ने एकछिन बसेर गर्ने अनि त्यसपछि भोलि लाइक सेयर सब्सक्राइब गर्नु होला अहिलेसम्म चाहिँ कुनै भिडियोमा पनि भनेको थिएन मैले यो भिडियोमा भने लाइक गर्नु सेयर गर्नु सब्सक्राइब गर्नु यो भिडियोलाई सक्दो सेयर गर्नु मिठो कमेन्ट गर्नु है ल सही हो।